यस्तो जवान सरलाई हजुरबा भन्छस्? अझै पनि सरलाई देखेर केटीहरू पुक्लुक पुक्लुक ढल्छ। परेबाट बोका बोका गनाएपछि केटी त के केटा पनि ढल्छ नि। ओइ भाते, म दिनमा 2-2 चोटि नुहाउँछु बुझिस? त्यो नि डेटल साबुनले। त जस्तो फोहोरी सम्झिस? सही भन्नुभयो सर, आफू चाहिँ छिपेको बोका जस्तो गनाउँछ, अरूलाई भन्दो रहेछ। ओइ तेरो पाठी धेरै पाठी भइरहेछ है, सम्झा। अहिले बोकापन्थी देखाउनु पर्ला नि फेरि। चुप न यार चुप, सरले सुन्छ के? सुन्छ हैन, सुनिसके मैले। जमुना सुन्तली, राखी ल्याऊ तिमीहरूले? हजुर सर ल्याएको छु। ल यिनीहरूलाई बान्देऊ त्यसो भए। आया सर आया, आज चाहिँ साँच्चीकै दुख्यो मेरो, म घर जान्छु ल। के दुख्यो तेरो? भन्न मिल्दैन के सर? लास्ट त्यही पोलिरहेछ, मलाई घर जान दिनु न। चुप लाग, राखीको कुरा सुनेर पोल्न थाल्यो तलाई? चुपचाप बस, जमुनाले राखी बाँधिन्छ, त्यसपछि जहाँ जानु छ जा। आथा सर, अब त मुटु पनि पोल्न थाल्यो। मलाई तुरुन्तै हस्पिटल लानुपर्छ सर, नत्र बाँच्दिन होला म। अच्छा ए तेरो मुटु पोल्यो? पखै त तेरो बाउलाई कल गर्छु म। होइन सर होइन, पर्दैन, ठिक भयो, 81 ठिक भयो। बस हवा निकल गई। ओइ केटीहरू राखी बानी भए बान, तर पैसा चाहिँ छैन है मसँग। हो त यार, हामीसँग त पैसै छैन त। पैसा बिना कसरी राखी बान्नु? पैसा छैन भने त हामी पनि राखी नबान्दिने। एउटा राखीको 50 रुपियाँ परेको छ हामीलाई। ओके मत करो रन लो। थ्याम बट द प्लान, नो मनी नो लाखी।